हेलो साथीहरु, हेर्नु न यहाँ आज हाम्रो बुबाले यस्तो ल्याउनु भएको छ च्याउ हैन। अनि तपाईहरुलाई कतिको मन पर्छ? हामीलाई त साह्रै मन पर्छ यो। अनि यस्तो ल्याउनु भएको छ आज हाम्रो बुबाले हैन। हेर्नु है त। हेर्नु न साथीहरु, यस्तो ल्याउनु भएको छ। तर भने अलिकति यो टिप्नु ढिलो भएछ, त्यही भएर पनि पलाएको छ। अनि त्यही भएर हल्का किरा पलाएको छ रहेछ। अब यसलाई नि केलाउनु पर्छ। अनि घाममा केलाएर अनि त्यहाँबाट धुनु पर्छ। अनि त्यहाँबाट पकाउनु पर्छ। अनि खानु पर्छ क्या यसलाई हैन। ल है साथीहरु, हेर्नु है यस्तो छ। अनि अर्को पनि छ नि साथीहरु, हाम्रो 2 पोको छ क्या यस्तो पनि हैन। अनि यतिकै यसलाई छोड्दिम। अब हेर्नु साथीहरु, यस्तो हेर्नु है साथीहरु, यस्तो यस्तो छ। कस्तो राम्रो, हेर्नु न है कति राम्रो है यो कति राम्रो छ यो। अनि यता पनि छ हाम्रो अर्को यो, हेर्नु न यो। अनि यता नजिक देखाउनु। हेर्नु है साथीहरु, यस्तो पनि छ हैन। अनि यस्तो छ यस्तो, तर यो चाहिँ अलिक सानो भएछ। हेर्नु न यस्तो छ, कति राम्रो छ यो। यसलाई पनि पकाएर खानुपर्छ, साह्रै मिठो हुन्छ यो। यस्तो छ उसको माउ, हेर्नु त साथीहरु, यस्तो छ। यस्तो कसलाई मन पर्छ, साह्रै मिठो। तर यतातिर पनि छ यो अर्को खालको पनि हाम्रो च्याउ होइन। अब यसलाई कहाँ राख्ने भने यहाँ राखौँ ल यसलाई चाहिँ है। हेर्नु न साथीहरु, यो त फेरि क्या यो धेरै छिपी गएछ क्या। यस्तो भएछ है साथीहरु। आज हाम्रो तरकारी यति छ है, भरे राम्रो पकाएर खानुपर्छ। अहिले पनि चाबी नै राख्दैछ।